आज चाहिँ मलाई पक्का दसैँ आएको फिल भयो। Everyone, welcome and welcome back to my video again. It's Bindura here, a full-time RN in Sikkim and a part-time content creator. र आज चाहिँ हो सन्डे अनि म चाहिँ आफ्नो मर्निङ ड्युटी सकेर चाहिँ बजार निस्केको थिएँ। सेन्ट्रल पार्क नाम्ची चाहिँ यति साह्रो भिड भइरहेको रहेछ कि जताततै मान्छेहरू सपिङ गरिरहेको अनि एकदमै भिड रहेछ। अनि साँच्चीमै मलाई चाहिँ दसैँ आएको फिल भयो कि मान्छेहरूले सपिङ गरिरहेको यताउता अब एभ्री सपमै मान्छेहरू चाहिँ यति भिड थियो होइन। अनि हामी त दसैँ मान्दैनौँ तर पनि एक दुईवटा अब सपिङ गरौँ है भनेर चाहिँ हामी दाजु भाउजू म नानीहरू सबैजना चाहिँ विशाल मेगा मार्ट गयौँ। अनि विशाल मेगा मार्ट पनि आज चाहिँ यस्तो डरलाग्दो भिड थियो कि यस्तो डरलाग्दो भिड थियो होइन। तर पनि हामी पनि त्यही भिडमा चेप्टी एक दुईवटा सामान किनेर चाहिँ घर फर्केर आयौँ। अनि घर फर्केर आएर चाहिँ हामीले फ्यामिली टाइम स्पेन्ड गऱ्यौँ। आज चाहिँ हामी सबैजना छिट्टै घर आएको थियो। मेरो पनि बिहानको ड्युटी भएको कारणले गर्दाखेरि दाजु भाउजूको पनि छुट्टी अनि नानीहरूको पनि दसैँको छुट्टी भइसकेको छ। सो हामी सबैजना छिटो घरमा आयौँ। अनि दाजु भाउजूले चाहिँ यहाँनिर हामीलाई बेलुका चाहिँ चिकन ड्राई फ्राई, गोरुको मासुको सुप, पकौडा अनि केहरू पकाएर हामीलाई दिनुभयो। अनि चाहिँ त्यो सबै खाएर चाहिँ म यहाँ सुत्नु जाँदैछु। अब म चाहिँ 2 दिन नाइट थियो नि त, नाइट सकेर आज सिधै डे गरिकन आएको। अनि आज चाहिँ म मजाले सुत्छु भनेर चाहिँ सुत्दैछु। सो थ्याङ्क यू फर वाचिङ।